हरे कृष्ण। आज हामी इस्कॉनका संस्थापक आचार्य श्रील प्रभुपादको बाल्यकाल र आध्यात्मिक सुरुवातको अविश्वसनीय यात्रा बारे जान्नेछौँ। सन् 1922 मा उहाँ आफ्ना गुरु श्रील भक्तिसिद्धान्त सरस्वती गोस्वामीसँग भेट्नुभयो। उहाँ एक प्रमुख धार्मिक विद्वान हुनुहुन्थ्यो। भक्तिसिद्धान्त सरस्वती गोस्वामी ठाकुरले यी शिक्षित युवालाई मन पराउनु भयो र वैदिक ज्ञान सिकाउने जीवन समर्पित गर्न प्रेरित गर्नुभयो। प्रभुपाद उहाँका विद्यार्थी अथवा शिष्य बन्नुभयो। सन् 1933 मा इलाहाबादमा प्रभुपाद औपचारिक रूपमा दीक्षित हुनुभयो। पहिलो भेटमै भक्तिसिद्धान्त सरस्वती ठाकुरले श्रील प्रभुपादलाई अंग्रेजी भाषामा वैदिक ज्ञानको प्रचार गर्ने अनुरोध गर्नुभयो। त्यसपछि प्रभुपादले भगवत गीताका टीकाहरू लेख्नुभयो। सन् 1944 मा उहाँले ब्याक टु गॉडहेड नामक अंग्रेजी पत्रिका सुरु गर्नुभयो। यो सङ्घर्षपूर्ण थियो। प्रभुपादले एक्लै संस्थापन गर्नुहुन्थ्यो, म्यानुस्क्रिप्ट टाइप गर्नुहुन्थ्यो, ग्याली ग्रुप जाँच्नुहुन्थ्यो र व्यक्तिगत आफैले वितरण गर्नुहुन्थ्यो। एकपटक सुरु भएपछि यो पत्रिका कहिल्यै रोकिएन। यो अब पश्चिममा उहाँका शिष्यहरूले जारी राख्नु भएको छ। 30 भन्दा बढी भाषामा प्रकाशित हुन्छ। सन् 1946 मा गौडीय वैष्णव सोसाइटीले उहाँको दार्शनिक ज्ञान र भक्तिलाई सम्मानित गर्दै भक्ति वेदान्त उपाधि दिएको थियो। यो श्रील प्रभुपादको आध्यात्मिक कथाको सुरुवात थियो। यो भिडियो पार्ट 1 हो। यसपछिको कथा पार्ट 2 मा आउनेछ। प्रभुपादको जीवनी सुनेर कस्तो लाग्यो कमेन्टमा हरे कृष्ण लेख्नुहोस्। भिडियो राम्रो लागेमा लाइक शेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। साथै हाम्रो फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद। हरे कृष्ण।